हामी चाहिँ आज स्कुलबाट टक्क घर फर्किँदै मेरो एक नम्बर प्रिय दोस्त भन्नु कि यसलाई लुते भन्नु कि जे भने नि दोस्त हो होइन। हामी जे पनि चल्छ होइन। अनि हामी चाहिँ अहिले भन्नुपर्दा गाइस होइन, हामी चाहिँ अहिले यस्तो बाटो हिँड्न दिन सक्नुहुन्छ के भन्दै त यहाँ दोस्ती बाटोको बारेमा? गएको चाहिँ भन्दा खत्तम सडिएको बाटो हो। मेरो गाउँपालिकाको चाहिँ यो पहल पनि छैन बनाउनमा। ल यहाँ हेर्नुहोस् न, ल यहाँ हेर्नुहोस् यो बाटोको हालत यो के हो? ल यो काटेर कमसेकम फ्याँक्नु पर्छ। यो के हो? यो कमसेकम काटेर अनि यो बाटो यो के हो? अनि यस्तो नै बाटो हुन्छ है। ल तिम्रो पैसा खाने गाई जो है, यो चाहिँ बेसी गाउँ भदौरे भनेर चिनिन्छ। हामी देवी ठाउँ मन्दिरको छेउमा आशा गरेर यस्तो चाहिँ गर्नु नहुने होइन। तर मलाई चाहिँ यो ढुङ्गो उचालेर यस्तरी हान्न मन लागेको छ कि बाटोको हालत देखेर क्या। यहाँ ल्याएर मान्छेलाई चाहिँ हिँड्न लगाउनु पर्ने, गाडीमा हिँड्ने जस्तो होइन क्या यहाँ। त्यही भएर गाइज होइन, हामी चाहिँ हाम्रो आज भ्लग त के भन्छ डोजरले खान्छ नि त्यस्तो छोडेर चाहिँ हामी चाहिँ रियल अब आफ्नै अब पाखुराले समातेर घिसाउने हो क्या। जस्तै बिरुवालाई यस्तै चोडिन्छ त्यस्तै गरी घिसाइदिने हो क्या। त्यसपछि त मान्छेको दिमाग आउँछ साथीहरू होइन। त्यही भएर विकास चाहिँ भएन। हेर्नु सक्नु चाहिँ बाटो घाट यस्तो छ है। के भन्नु, यो गोरेटो बाटो हो कि रोटो? भोट माग्ने बेलामा यहाँ के भन्नु बाटो त पिजै भइहाल्छ। पिज हुन्छ यहाँ, सब थोक व्यवस्था हुन्छ, खाने पानी साने पानी सब थोक हुन्छ। ल अब यहाँ देख्छ ल हेर्नु पोखरीको हालत यस्तो छ। ल हेर्नु यहाँ यही हो यो विकास मन्दिरको छेउमा विकासै हो। विकासै हो। यहाँ अलिक तलतिर गेट छ एकछिन। यहाँ गेट ल साथीहरू हामी चाहिँ अब यहाँबाट बाटो जाँदैछौँ है। हाम्रो हिँडेको बाटो ल बाटो घर यस्तो छ होइन। यो ढुङ्गा मुढा आफै यस्तै बद्रिन्छ उँधो बाटो यस्तो छ यो। ल झन्डै साथीहरू म लडेको छु होइन। तपाईँहरूलाई एकछिन अब यो चाहिँ हाम्रो मन्दिर भयो भने देख्नु सक्नु मन्दिर हो यो चाहिँ। अब एकदम राइट छ, यो एकदम व्यवस्थित छ। तर यो गेटको हालत हेर्न सक्नुहुन्छ। ल यो के हो? न छाप्रो छ न केही छ। ल यो के हो? यो मान्छे सुत्ने यो त के गरेको? यो त यो नेपालको झन्डा पनि राखेको भए ठिक हुन्थ्यो यहाँनिर, न केही छ। यो त यो विषयमा हामी बोल्न सकिँदैन। यो के हो तपाईँहरूलाई पनि भनिदिनुहोस् है। यो उँधो यस्तो छ व्यवस्था, उँधो खोल्छ कुलो छ पानी जाने है। तर अलिकति सिमेन्ट उयो गर्नुपर्छ प्लास्टर। के हो यो काम गर्नेले के गरेको? र यो गेटको हालत के हो? ल हेर्नुहोस् पिलर मात्र ठडाइ छ यहाँनिर। खै पिलर पनि हामी हल्लाएर हेर्न सक्छौँ कतिको दराई उ लगाएको छ भन्ने कुरा। ल हेर्नुहोस् लिचिक छ। ल हेर्नुहोस् यो के गर्न खोजेको भन्ने कुरा हामी बुझ्न सकिँदैन। यस्तो पनि हुन्छ यो हुँदैन। आजलाई भ्लग हेर्नुहुन्छ यो हाम्रो बेसी गाउँको हाम्रो यो तीर्थस्थल देवीथान भन्ने ठाउँबाट आज भ्लग हेर्नु हुँदैछ। तर यो चाहिँ के हो तपाईँहरूले भनिदिनु पर्यो। ल बाई बाई गाइज, सियो दर्शन गर्दै छुट्टिन चाहन्छु। सियो नेक्स्ट टाइम। बाई बाई गर्न भ्लग। ल बाई बाई।